जय मसीह। साँचो आनन्द नामक दैनिक उपासनामा यहाँहरूलाई स्वागत छ। आज नोभेम्बर 22, तदनुसार मङ्सिर 6 गते शनिबार र आजको वचनको मुख्य खण्ड रहेको छ हिब्रू 5:14 पद। खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो, यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्याउन सक्ने भएको हुन्छ। आजको शीर्षक रहेको छ आत्मिक परिपक्वताको कुञ्जी। यो साँच्चै महत्त्वपूर्ण छ। ध्यान दिनुहोस्, यसले तपाईको वर्षौंसम्म खेर गएको जीवनलाई जोगाउन सक्छ। यस पदले के भनिरहेको छ भने, यदि तपाईँ परिपक्व हुन चाहनुहुन्छ र बाइबलका खँदिलो शिक्षाहरू बुझ्नका साथै त्यसको कदर गर्न चाहनुहुन्छ भने परमेश्वरका सुसमाचारका प्रतिज्ञाहरूको अमूल्य र जीवनदायी पोषणले तपाईको नैतिक बुझाइ साथै तपाईको आत्मिक मनलाई परिवर्तन गर्नुपर्छ, ताकि तपाईले असल र खराब छुट्याउन सक्ने हुनुभएको होस्। अथवा यसलाई अर्को तरिकामा भन्नुपर्दा, परमेश्वरको वचनका सबै शिक्षाहरू राम्ररी बुझ्न तयार हुनु केवल बौद्धिक चुनौती मात्र होइन, यो पहिले नैतिक चुनौती हो। यदि तपाईँ बाइबलका गहिरा सत्यताहरूलाई बुझ्न चाहनुहुन्छ भने तपाईले आफ्नो आत्मिक सोचाइहरूलाई असल र खराब बीच भेद छुट्याउने तालिम दिनुपर्छ। यो बौद्धिक चुनौती भन्दा पनि नैतिक चुनौती हो। अचम्म लाग्दो सत्यता के हो भने, यदि तपाईँ उत्पत्ति र हिब्रूमा मल्किसेदेकलाई बुझ्न सङ्घर्ष गर्नुहुन्छ भने यसको कारण तपाईँ शङ्कास्पद टिभी कार्यक्रमहरू बढी हेर्नुहुन्छ। यदि तपाईँ चुनावको सिद्धान्तलाई बुझ्न सङ्घर्ष गर्नुहुन्छ भने यसको कारण तपाईँ अझै पनि बेइमानी व्यापार अभ्यासहरूमा संलग्न भएको हुन सक्छ। यदि तपाईँ क्रुसमा ख्रिस्टको परमेश्वर केन्द्रित कार्यलाई बुझ्न सङ्घर्ष गर्नुहुन्छ भने यसको कारण तपाईले आत्मिक कुराहरू भन्दा बढी पैसा र भौतिक सम्पत्तिलाई प्रेम गरेको हुनुपर्छ। बाइबल र यसका गहिरा शिक्षाहरू बुझ्न सक्षम र परिपक्व हुनु तपाईँ बुद्धिमान व्यक्ति बन्नु होइन, तर आज्ञाकारी व्यक्ति बन्नु हो। बाइबलीय शिक्षाहरूलाई बुझ्ने तपाईको क्षमता तपाईको शैक्षिक पृष्ठभूमि वा तपाईले कुन पुस्तकहरू पढ्नुभयो भन्ने कुराले भन्दा पनि तपाईँ रक्सी, यौन, पैसा, आराम, खाना र कम्प्युटर जस्ता कुराहरूलाई कसरी प्रयोग गर्नुहुन्छ र अन्य व्यक्तिहरूसँग कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुराले बढी निर्धारण गर्दछ। यो धेरै महत्त्वपूर्ण छ, किनभने हाम्रो यो आधुनिक र उच्च प्रविधिद्वारा सञ्चालित समाजमा शिक्षा, विशेष गरी बौद्धिक शिक्षा, परिपक्वताको कुञ्जी भनेर सोच्ने प्रवृत्ति छ। त्यहाँ कयौं पिएचडी गरेका मानिसहरू छन् जो आत्मिक अपरिपक्वताका कारण परमेश्वरका कुराहरू बुझ्न र वृद्धि हुन सङ्घर्ष गर्छन्। अनि त्यहाँ कयौं कम शिक्षित सन्तहरू पनि छन् जो आत्मिक रूपमा एकदमै परिपक्व हुन्छन् र परमेश्वरको वचनका गहिरा सत्यताहरूलाई आनन्दका साथ ग्रहण गर्छन् र लाभान्वित हुन्छन्।